नमस्ते एभ्रिवान, वेलकम टु माई न्यू ब्लग है। र आज म चितवनमा आएको थिएँ यसो लेदरको ज्याकेट लिन होइन, प्लस मार्टिन लिन। बट म धेरै भिजिट गरेँ कि यहाँ गल्ली गल्ली यताउता धेरै घुमेँ होइन, बट मैले कतै पाएन क्या है। मैले सोचेको जस्तो दराजमा मैले अब खोजेको थिएँ होइन, अब त्यही अनुसार मैले बजेटमा कतै पाएन, प्लस त्यही डिजाइनमा पनि पाएन क्या। मैले कति 1.5 घन्टा त म घुमेँ कि हो क्या, वरिपरि घुमेँ। यहाँ पुरै कस्तो चिसो भयो क्या, हेर्नु न यहाँ त केही भन्नु त, तर तल त मैले एउटा ट्र्याक मात्रै लाएको छु है। तर घुम्दा घुम्दै ठ्याक्क दिदीको मायामा होइन। दिदी हाइट भन्दैन एकचोटि, हजुरको नाम भनिदिनु शुभ नाम? मेरो सीता श्रेष्ठ। सीता श्रेष्ठ। दाजु अङ्कलजी हो कि दाजु हो हजुरको नाम? मेरो दिलीप श्रेष्ठ। दिलीप श्रेष्ठ। ठ्याक्क उहाँहरूको पसलमा पनि म एकचोटि आएको थिएँ सोध्दा होइन, तर उहाँको पसलमा नभएर म फेरि फर्किआयो। फेरि त उताबाट राउन्ड हानेर एकचोटि लास्ट हो भनेर होइन। दिदी पनि अलिकति मलाई मेरो मम्मी जस्तो लाग्यो होइन, ठ्याक्क के लाइक अब न आइडियल न इगो होइन, ठ्याक्क के एकदम मिठो बोली बोल्ने टाइपको क्या। अब मान्छेको भावना बुझ्ने होइन, अब मान्छेलाई अब मान्छेको परिस्थिति बुझ्ने खालको दिदी देखिनु भयो होइन। अब उहाँले मलाई एकदमै महँगो चिज पनि मलाई एकदम सस्तोमा दिनुभयो कि दिदीले। ल त्यही त भाइ, उहाँ टाढादेखि आउनुभएको होइन। यो भनेको 4500 भन्दा माथिको ज्याकेट होइन, मैले ओन्ली 3000मा दिनुभयो क्या होइन। थ्याङ्क यू सो मच दिदी है। र अरू भन्दा नि हजुरहरूलाई ज्याकेट कपडाहरू एनिथिङ चाहियो भने दिदीले सम्झिनु होला। उहाँले हजुर एसो इम्पोरियम नारायणघाट गङ्गोत्री मार्ग, हजुरले एड्रेस चिन्नुभयो होला होइन। र आउनु होला। र मेरो नामबाट बालकिशोर भ्लगबाट भिडियो हेरेर आएको भन्नुभयो भने हजुरहरूले अझै पनि हजुर 5% एक्स्ट्रा छुट 5% एक्स्ट्रा छुट पाउनुहुन्छ है त। ल यति भनेपछि तपाईँहरू त पक्कै पनि आउनुहुन्छ होला होइन। र मेरो साथीहरू पनि हेर्दैछन्, तिमीहरू पनि आऊ है त। ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है। म यो पसलको एड्रेस चाहिँ म यहाँ डिस्क्रिप्सनमा हालिदिन्छु, सो तपाईँहरूले फलो गरेर आउनु होला है त। ल बाई, थ्याङ्क यू। ल हाई बाई भनिदिनु न। ल ल आउनु होला भाइहरू। ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो, बाई।